हामी शेर्पा भ्यालीबाट थानछाप भन्ने ठाउँमा आइपुग्यौँ। अब यहाँबाट हामी लाङटाङ भ्याली हुँदै के गुम्बा रहेछ नाम फेरि बिर्सेँ, खानसिङ गुम्बामा जान्छ। ल हामी चाहिँ थाङसिङबाट अगाडि बढ्यौँ। घाम लाग्यो, आज निस्किन ढिलो भयो, 6:30 भयो। सर्लक्क परेको ह्यान्डसम रहेछ यो त। रमाइलो भ्यू छ अहिलेको ट्रेल एकदम सजिलो सिधा खोलाको छेउ अनि लाङटाङको टक्क मुनि अनि बिहानको चिसो हावामा एकदम रमाइलो भइरहेछ। पछाडि हिमाल पनि देखिरहेको छ त। वाउ एकदम फ्रेस रमाइलो भइरहेछ एकदम। हिमाल हाँसेको भने यही होला होइन। भाइ कहाँबाट आएको रे आज? दाइ म चाहिँ उता माथि लाङटाङबाट आएको। हामी चाहिँ यता ट्रेकिङको लागि म गोराहरू गेस्टहरू बोकेर आइथेँ, तर अब अर्को ट्रेकिङ पर्नुको कारणले उनीहरूलाई छोडेर म चाहिँ आज स्याब्रुबेसी जाँदैछु। अनि आजको चाहिँ मेरो गन्तव्य लामो पनि छ अनि साथै छिटो नि पुग्नु छ। अब म 4 घन्टामा तपाईँको धेरै लामो हिँड्नु छ। स्याब्रुबेसी पुग्छु। आज म लाङटाङबाट हिँडेको, तर दाइहरूलाई बाटोमा भेटी खुसी लाग्यो, एउटा राम्रो मोमेन्ट भयो। ओके, इन्जोय द लाइफ। ओके, खोलाका आवाज, चराका आवाज। यो वरपट्टिको यो पहिरो गएको नि यही हो कि पहिला पुरेको। यो चाहिँ पुरानो ल्याङटाङ भ्याली, त्यो चाहिँ नयाँ ल्याङटाङ भ्याली। पुरानो लाङटाङ भ्यालीको नवदकेको घर हुनसक्छ यो। We are at 3455 meter height in Langtang village. यो सिबक थ्रोन भन्दो रहेछ। यो चाहिँ अब लाङटाङतिरको स्पेसल खाने योजना थियो। अहिले लाङटाङ भिलेजमा बसेर चाहिँ यो हामी टेस्ट गर्दैछौँ। अमिलो अमिलो छ, मिठो छ। एभ्री वान मस्ट ट्राई इट है।